सम्झनाले यो छाती आया जयश्याम बाबा जयश्याम दाइ हजुर उठौँ त ए माइने दाइ हाम्रो एउटा निर्णय भयो पाथिभरा मन्दिरको दर्शन गर्ने दर्शन गर्न जाने निर्णय भयो दर्शन गर्ने पाथिभरा मन्दिरमा अनि के भयो त जयश्यामलाई ए माइने बुढा मन्दिरमा दर्शन गर्न जाने कुरो भयो क्या के भयो तिमीलाई के भयो पेट दुख्यो आया पाथिभरा मन्दिरमा गएपछि पेट दुख्या सबै निको चट एकदम चट हुन्छ यसो गरौँ अस्पताल जाउँ भनौँ उताउतै घरतिर लिएर जानुहोस् तपाईँले ल ए दाइ हजुर ससुरबा भन्नु त ल अब पाथिभरा मन्दिर नजाने भयो जय साहबको पनि पेट दुखेको हजुर अस्पतालतिर जाउँ अस्पताल जाउँ ल अस्पताल गए ठिक भयो अहिले अलि विषय भएको थियो भएर चाहिँ अस्पताल नजाउँ होला त्यसो भए मन्दिरतिरै जाउँ आया फेरि के भयो अस्पताल जाउँ भनौँ न अस्पताल ल ल दाइ अस्पताल लानु पर्ने बोल अस्पताल जानै पर्ने बोल अस्पताल जानै मन छैन जानु पर्छ घरि दुख्ने घरि नदुख्ने भनेको बोकेर लाने भए मात्रै जाउँ म बोकेर राजु मास्टर पुगिहाल्छ नि आफ्नो दाइलाई नबोकेर कसले बोक्नु ल फटाफट त्यो बटाएर पैसा अलिअलि छ कि छैन मजाले छ है पैसा बटारी छ हुँदैन कहिले ल फटाफट लाँदै गरेर म बुढो मान्छे बिस्तारै आउँछु है होइन कस्तो काउसो लाग्ने ज्वाइँ भने घर त छोड्दै नछोड्ने ससुराली आएपछि ससुरालीमा छच्चिनु पर्ने छ क्या सधैँभरि हुन्छ नि एउटा मान्छेको इमान जमान हुने हो त मुखिया चक्र धोजको घरमा ज्वाइँ आएर लपसिएका छन् भन्दाखेरि कति मान्छेहरूले विरक्त मानिसक्यो बल्ल ढुक्क भयो आजदेखि चाहिँ आनन्द हुन्छ कि यो घरमा अब आनन्दै हुन्छ तिनीहरू गइसके को यो बहाते दाइ त यतै पाउँदैन छ त यो ट्याम के गर्ने होला त मिल्काइदिनु पर्यो तँलाई डाका अर्काको ढाडमा हान्छस् तँलाई त ओए भाग्छस् तँलाई भागी त गो केही छैन ढाडमा लाए पनि एउटा यो ट्याम्के त फाइदा भयो नि त त्यसका बाजे मलाई डाका मलाई धोका दिएर मेरो ट्यामी साटेर लिएर जाने त यो क्यान मैले चोरेर ल्याऊ मलाई धुर्मुसेले ढाड भाँचिन गरेर हानेर भाइरहेछ धुर्मुसेले ल्याएको धुर्मुसेले ओइ धुर्मुसेगा कहाँ छ बाहिर निक्लि त होइन के भरा घर त छैन नि त कहाँ मर्यो त त्यो डाका होइन मर्नै त कहाँ र मर्नु होइन के चाहिँ गरेर तिनले भने यहाँ के गरेन भन्नु गर्नु गर्यो नि डाकाले तिमीलाई भनेर के फाइदा घरमा रहेछ डाका हिँडे म जाऊ जाऊ भरे मात्रै आउँछ होला त्यो 3 दिन भयो घर नआएको डाका